मजा आउँछ हामीलाई तपाईको कुन पोजिसन त्यो बिचमा हान्छ नि यसरी के भन्छ त्यसलाई बढ्दा पोजिसन थाहा भएन मैले त्यसमा गोल गर्ने कि खोल समाउने होइन गोल गर्ने समात तर मलाई एकदमै रोनाल्डो मन पर्छ फ्रान्सका खेलाडी उत्कृष्ट खेलाडी एम्बापेले गोल गरे उत्कृष्ट गोल धेरै गोल गरेका छन् अनि त्यसपछि एउटा नेपालमा के आयो भने ल टिकटक भरि एम्बापे भनेको त खासमा त एम बहादुर पण्डित हो उहाँको पिताको नाम चाहिँ लालबाबु पण्डित हो भने गजब बेइज्जती अहिले 18 वर्षको स्पेनको नेइमर यामालको फ्यान हो म सुन्नुहोस् है ल एउटै मान्छेलाई जिन्दगीभर फ्यान बन्न सक्ने खालको मान्छे होइन म परिवर्तन चाहने मान्छे हो त्यो लियोनेल मेसी भन्ने मान्छे सुरुको गेम थियो अहिलेसम्म पुरै कहिले के कारणले रेफ्रीले उल्टो निर्णय गरे क्या जितेको आज पनि त्यस्तै भयो अर्जेन्टिनाले पेनाल्टी पाएन भने इङ्ग्ल्यान्डले जित्छ पाएन भने कारण चाहिँ के रहेछ पाउने सम्भावना धेरै छ म चाहिँ बोलिन 48 वटा टिममा 46 वटालाई समर्थन गरे सबै गए वर्ल्ड कप सक्यो वर्ल्ड कप लिएर लागिसक्यो त्यही पनि फाइनल चाहिँ हेर्नुपर्छ रमाइलो लाग्यो भने गएन गयो नि कसरी भन्नु हिजो नि गयो भने मैले जुन टिमलाई सपोर्ट गर्छु त्यही टिमै हारिरहेछ फर्स्टमा म खासमा अस्ट्रेलिया बस्छु त्यो भएको कारण अस्ट्रेलियालाई सपोर्ट गरेँ त्यही हार्यो त्यस पछाडि ब्राजिललाई त्यही हारेछ त्यस पछाडि पोर्चुगललाई त्यस पछाडि नर्वे सबै हारिरहेछ अब यसपालि चाहिँ अब मैले चाहिँ अब के डिसाइड गरेको छु भने जुन टिम आफूलाई मन पर्दैन त्यही टिमलाई सपोर्ट गर्ने के थाहा त्यो टिम हारिहाल्छ कि होइन वाह दिदी तपाईले चुज गरेको चाहिँ गनौती लाग्यो है खत्तम खासै अब पनौती खासै पनौती नभनौँ यसलाई होइन एउटा प्लेयरको नाम भन्न सक्नुहुन्छ एउटा प्लेयरको नाम संसारमा एउटा मै मान्छे होला जसले वर्ल्ड कप आजसम्म हेरेको छैन जित्ने त अर्जेन्टिना हो मैले त्यही सुनेको छु मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अर्को देश लडेर के खेलिरहेछ हामी किन लड्ने हामी भाइ किन लड्ने फगटमा बात त सही है अर्जेन्टिना रोयो रोएर जित्यो रेफ्री किनेर जित्यो यो खेल अब पुनः खेलाउनु पर्छ भन्ने माग छ नेपालीहरुको के हो फुटबल त फुटबलै खेलेर जितिन्छ रोएर जितिन्छ त मलाई त लागेको छैन हो आफ्नो जिन्दगी वर्ल्ड कप जस्तो भइसकेको छ हजुरलाई चाहिँ को मन पर्छ फुटबलमा चाहिँ कसको हेर्नुहुन्छ मलाई त मेसी मन पर्छ सानैदेखि अर्जेन्टिना Ankara Messi अब फुटबल यसो अहिले फिफा हेर्दा पनि फुटबल खेल्नु लाग्छ नि तर अब मेसी रोनाल्डो त हुन सकिँदैन नि त म फाइनल खेल्ने हुन लागिरहेको छ कति एक्साइटेड म अलिकति फुटबल चाहिँ मलाई एकदम मन पर्छ होइन म खेल्न पनि सक्छु है अनि खेलेको पनि हो अच्छा तू समझा नहीं तू समझा नहीं अब फाइनल खेलमा अर्जेन्टिना स्पेन भेट्दैछ कसले जित्ला के भनेको अहिले अर्जेन्टिनाकै हाइप माथि छ नि त होइन अब जसले राम्रो खेल्नुहुन्छ उहाँले अभियसली जित्नुहुन्छ म वर्ल्ड कप हेर्ने मान्छे हो पछिल्लो समयमा सबै वर्ल्ड कप हेर्थेँ तर यसपालि चाहिँ हाइलाइट्सले नै काम चलाइरहेको छु किनभने एकदमै राति आउँछ म्याच फर्स्ट को पनि फ्यान हो म रोनाल्डोको पनि फ्यान हो म एन्ड अल द गुड प्लेयर्स आउट देयर जसले आफ्नो जिउ ज्यान लगाएर खेल्नुहुन्छ सबैजनाको फ्यान हुनैपर्छ क्या त्यस्तो आफ्नो देशलाई रिप्रेजेन्ट गरेर खेलिरहनु भएको छ त्यही त लौ न गुरु यो अर्जेन्टिना हार्नु पर्यो क्या उल्कै भइसक्यो बाहिर निस्किन लाज भइसक्यो यार ओम भिआर स्वाहा ओम रेफ्री स्वाहा फिफा स्वाहा ओम पोर्चुगल खत्तम स्पेनमा एउटा लामिन यामाल छ हैन फ्रान्समा मुझे अगाडि तीनटा लामिन यामाल छ फ्रान्समा अगाडि त्यही त तीनटा छ पाँच Who the hell has been sending my daughter all this stuff? We did. She registered for